ढङ्ग घोषणा गरिदिन्छ। धानको समर्थन मूल्य यति, अनि बिमाहरू चाहिँ अब क्षति भएको यति, हामी क्षति हुन्छ हामी कुरा कराउँछौँ सुन्दैनौँ। हामीले यो मूल जरो चाहिँ के हो त, यो किन यस्तो भइरहेछ भनेर यसपालि चाहिँ मजाले उयो नै गऱ्यौँ। हामीले मकै अस्ति यहाँको फोटै लगेर कृषि मन्त्रीलाई देखायौँ। एउटा त्यो कोष हुँदो रहेछ विपद कोष भनेर, त्यसमा चाहिँ 50 करोड चाहिँ हरेक समय होल्ड हुनु पर्दो रहेछ। घट्यो भने फेरि 50 करोड बनाउन चाहिँ राज्यले चाहिँ त्यहाँनिर रकम भरपुर गर्नुपर्दो रहेछ। अब त्यो अवस्थामा 1 करोड 16 लाख रुपियाँ पैसा थियो जब चाहिँ यहाँनिर उयो भएको भरपुर भएको छैन। अनि यो समस्यालाई चाहिँ कसरी निराकरण गर्ने भनेर चाहिँ हामीसँग त्यो वितरण गर्ने कार्यविधि छैन भनेर भन्यो। अनि यत्रो अनि हचुवाका भरमा चलिरहेछ भनेको नेपालमा आजको दिनसम्म कृषि प्रधान देश भनिन्छ। जिडिपीमा 26% हाम्रो योगदान छ कृषि क्षेत्रको। कृषि ऐन रहेन चल्नु है यो देशमा। कृषिको ऐनै छैन, मोनिटरिङ गर्ने के हो केही नै छैन। अब हेर्नु है अहिले चाहिँ अनि हामीले के गर्यौँ भने अब 229 वटा चाहिँ विधेयक हामीले चाहिँ अब टेबल गर्ने भनेर अस्ति सोभिताले भनेछन्। त्यो कृषि विधेयक पनि त्यहाँनिर चाहिँ समावेश हुँदैछ। त्यो चाहिँ कर्मकाण्डी रूपमा चाहिँ अब हामीले समर्थन मूल्य तोक्ने कार्यान्वयन नगर्ने हुँदैन। सरकारले समर्थन मूल्य तोकिसकेपछि सरकारी च्यानलले त्यो रकममा चाहिँ उसले किन्ने संयन्त्र चाहिँ हुनपर्छ प्रत्येक पालिकामा। जस्तो धानको मूल्य 30 रुपियाँ तोकिदिन्छ भने किसानको 30 रुपियाँको धान चाहिँ राज्यको खाद्य संस्थानले किनेर चाहिँ उसले कहाँ होल्ड गर्छ थाहा छैन, तर त्यो व्यवस्था चाहिँ हुनु पर्यो। कानुनी रूपमा चाहिँ मेरो किनिएन भन्दा हामीले उजुरी गर्दा पनि लाग्ने व्यवस्था चाहिँ हुनु पर्यो, एउटा कानुनी दायरामा चाहिँ आउनु पर्यो। क्षतिपूर्तिका विषयहरूमा चाहिँ राज्यलाई चाहिँ दायित्व बनाउनका लागि राज्यको त जिम्मेवारी हो होइन। क्षतिपूर्ति मात्रै होइन, कृषि बिमाका कुराहरू आउँछ। अब बिमालाई चाहिँ हामीले जोड गऱ्यौँ, किनभने राज्यले क्षतिपूर्ति गर्न सक्दैन भने बिमाको चाहिँ व्यवस्थापन गरिदिएन त भन्दा बिमाको चाहिँ के हुँदो रहेछ भने नेपाल कृषि अनुसन्धान परिषद नार्क अथवा सम्बन्धित मन्त्रालयले सिफारिस गरेका बाहेकको बिउमा बिमा कार्यक्रम चलाउँदै रहेछ। अनि यो दक्षिणी क्षेत्रमा चाहिँ भारतीय बजारबाट बिउ लिएर आउँछ, त्यसको रिस्क कभर हामी गर्न सक्दैनौँ कि त्यो बिउलाई ल्याएर सूचीकरण गर्नु पर्यो नेपालको चाहिँ कृषि अनुसन्धान परिषदले, अथवा त्यो कृषि अनुसन्धान परिषदले सिफारिस गरेका मकैका बिउ रोप्यौँ भने चाहिँ अनि चाहिँ बिमा हुन्छ भन्ने कुराहरू गर्नुभयो। त्यसको व्यवहारिक रूपमा त्यहाँ कठिनाइ छ। अब त्यो भारतीय बिउहरूको रिस्क चाहिँ उनीहरूले लिँदैन, भरे फसलै भइदिन अथवा चाहिँ त्यसमा चाहिँ घोगा मात्रै त्यो खोयो मात्रै लाग्यो भने त हामीले कसरी गर्ने। त्यसलाई चाहिँ हामी पहिला चरणबद्ध परीक्षण गर्छौँ। त्यो सिफारिस हामीले गऱ्यौँ भने मात्रै त्यसको बिमा हुन्छ। नभए त्यो रामपुरे जातका खोइकुङ जातका चितवनतिर राम्रा राम्रा यहाँभन्दा राम्रो उत्पादन हुने मकैका जातहरू पनि नेपाली छन् त्यहाँ। त्यसको चाहिँ तपाईँहरू प्रयोग गर्नु न, माटोमा हुन्छ। बलौटे माटोलाई चिम्टाइलो माटोलाई सुहाउँदो चाहिँ बिउहरू हामीले परीक्षण गरेका छौँ। ती कुराहरू चाहिँ लाउन भन्नुहोस्। अनि त्यो नेको र अर्को कुन इन्सुरेन्सले चाहिँ त्यसको चाहिँ बिमा गर्छ भनेर चाहिँ भन्नुभएको थियो। अब समस्या त्यहाँनिर छ बिमाको। अब हामी चाहिँ अलिकति तल्लो क्षेत्रमा भएर हामी चाहिँ भारतीय बजारमै निर्भर छौँ बिउ र सबै कुराका लागि। त्यसले चाहिँ अलिकति समस्या चाहिँ गरिरहेछ। अब सूचीकरण नगरेकोलाई नगर्ने भइसकेपछि त हामीले कि सूचीकरण भएको बिउ चाहिँ प्रयोग गर्न पर्यो, होइन भने त्यो भारतीय बिउ हामीले जुन चाहिँ प्रयोग गर्छौँ त्यसलाई चाहिँ सूचीकरण गरिदिए भनेर चाहिँ उसलाई चाहिँ भन्न पर्यो, सिफारिस पठाउनु पर्यो। त्यो गरिसकेपछि अनि त्यो पनि अब कुन रोपिन्छ थाहा हुँदैन, हामीले एउटै प्रजाति त रोप्दैनौँ। अब त्यो चाहिँ व्यवहारिक रूपमा कठिनै छ। भन्नु न के हो तपाईँको कृषि हाम्रो यो जुन कृषि रहेछ त्यसको काम के हो, के पाउनु पर्ने हामीले त्यो कृषिमा चाहिँ त्यो खुलाउँ त राखेको मतलब के हो, त्यहाँ के पाउँछौँ हामी।